नमस्ते सबैजनालाई। यो मेरो फर्स्ट भ्लग हो र मेरो नाम सुदीप हो हैन। आज यो मेरो फर्स्ट भ्लगमा सबैजनालाई स्वागत छ र यो मेरो फर्स्ट भ्लगमा म आज धेरै सुपर एक्साइटेड प्लस लिटल बिट नर्भस पनि छु हैन। त्यसैले आज चाहिँ म तपाईहरुलाई पोल्यान्डको बारेमा एक्सप्लोरिङ र मेरो डेली लाइफ स्टाइल र कस्तो हुन्छ यो पोल्यान्डमा हैन हरेक कुराको तपाईहरुले नयाँ च्यानल खोलेर नयाँ गर्न गइरहेको छु। हाम्रो चाहिँ जान्दै छु म कस्तो छु। सबै नेचुरली सबै कुराहरु नेचुरल हुनेछ र सबै कुरा नेचुरली देख्नुहुन्छ। तपाईहरु भिडियोको क्वालिटीमा यताउता भन्दा पनि तपाईहरुलाई म सबै उसमा तपाईहरु भिडियोको क्वालिटीमा भन्दा पनि पोल्यान्डको बारेमा सबै कुरा सत्य बताउनतिर सत्य कुराहरु एक्सप्लोर गर्नतिर फोकस गर्नेछु। त्यसैले यदि तपाईहरु पोल्यान्डको बारेमा सत्य कुरा जान्न चाहनुहुन्छ भने तपाईहरु मसँग जोडिन सक्नुहुन्छ र तपाईहरु सही ठाउँमा आउनु भएको छ। म सबै कुरा सत्य बताउँछु, केही कुरा पनि झुट नबोलिकन है त गाइस। सो गाइस हामी चाहिँ अलरेडी वार्सा आइसकेको छौं। वार्सा सिटी, वार्सा त वार्सामै थियो तर पनि हामी यो टाउन हलहरु हैन सिटी वार्सा सिटीमा दाइ आज खुसी हुनुहुन्छ नि? पार्किङको पैसा तपाईँतिर हैन नियम अनुसार त चल्न पर्यो हैन। अनि यस्तो छ गाइस। सक हामी आज मुस्ताङ ग्रोसरी नभनौ है, प्रमोसन गर्दिन अटो पैसा त तिर्नै पर्छ हेर्नु ल। ठिक छ गाइस हैन, हाँसी मजाक भनेको यस्तै छ हैन। टकलाएर आज हामी वासा सेन्टरमा आइसकेका छौं। स्यामसङ टावर त्यहाँ छ। अनि यो यहाँ सबभन्दा ठुलो टावर छ अरे हो, युरोपकै सबभन्दा ठुलो टावर छ अरे। त्यहाँ गएकै छैन म। यसो एकचोटि बुझेर कसैलाई थाहा छ भने भन्नु है, पोल्यान्डमा कोही हुनुहुन्छ भने। अनि यसो उ गर्नुपर्छ। टक्क लाएर गाइस हामीले चाहिँ आज अन्डा मासुहरू किन्यौँ। टक्क औचन भन्ने स्टोरमा आएर मार्केट प्लेसमा आएर हैन। अब हामी सेल्फ पेमेन्ट गर्छौँ होला सायद, हेर्दै जानु होला के गर्छौँ। टक्क अल्कोहलहरू त्यस्तो भन्नुहुन्न, यस्तो कुराहरू छ हामीसँग। कपिराइट आउँछ क्या फेरि यसको कुरा गऱ्यो भने कति सस्तो पर्छ यसलाई यहाँ, तर हामीलाई मन पर्दैन, हामी खाँदैनौँ। हलोविन स्पेसल यहाँ छ फेरि हाम्रो तिहार नेपालमा, उनीहरूको हलोविन रे। तिहारको लागि के सुन्तला बहिनीलाई केही गिफ्ट नकिनिदिने तपाईँ? सुन्तला छैन? सुन्तला छ यहाँ छ, आउनु। अनार लानु न ल। फाइनली गाइज आज हामी सपिङ भइसक्यो होइन। अनि टक्क सामान पछाडि राखेर आइसक्यौ। ओके छ तिहारको सबै सपिङ सक्यो। अनि त्यही एकचोटि हामी पोल्यान्डको स्यालेरी र एक्सपेन्सेसको बारेमा भिडियो बनाउनु पर्छ, हुन्छ कि हुँदैन? आर यु एग्री विथ मी ब्रो? नेक्स्ट भिडियो हो ल, ठिक छ है त। ल तपाईँहरू पर्खेर बस्नु होला, त्यो पनि आउनेछ। म दाइसँगै बनाउँछु नि है। ल दाइसँग सबैसँग म पालो बनाउँछु सबैको। ल है त गाइस। ल सबैजनाले टक्क लाएर दाइले भ्लग बना भनेर बनाएको मैले। मलाई भ्लग बनाउन रिकमेन्ड गर्ने तपाईँ नै होइन कि होइन? हो नि ल गाइस हामी चाहिँ यो पनि देखाइदियो न हामीले आज माया भन्ने कुरा यति हुन्छ हाम्रो दाइले किनिदिनु भएको यो मलाई टक्क लाएर होइन दाइ। दाइको छिनो माया के देशको माया कति छ यस्तो गर्नु, देशको माया भन्नु न, यस्तो देशको माया। फाइनल गाइस हामी चाहिँ घर आइसक्यौँ। टक्क अघि निस्केकै ठाउँमा आइपुगिसक्यौँ। हाम्रो दाइ एक्साइटेड हुनुहुन्छ यहाँ अनबक्सिङको लागि। ए खोल्नु न यहाँबाट हो क्या बहिनी, यहाँबाट पक्नु खै म खोल्छु ल। टक्क लाएर यस्तो छ। के किन्नु हो दाइ? ला मासु मात्रै किनेको? यस्तो आएछ। 1 वर्षलाई पुग्छ ल। नेपाली चामल टक्क हामी जहाँ गयो नि चामल चाहिँ छुट्दैन है नेपालीलाई। ला के हो यो? अस्ट्रेलियाबाट मगाएको। अस्ट्रेलियाबाट अन्डा। ला कति करोड पर्यो दाइ? 2 करोड। सो गाइस यही थियो आजको मेरो फर्स्ट भ्लग चाहिँ होइन। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। यदि तपाईँहरूलाई लिभिङ कस्ट र पोल्यान्डको इन्कम र लिभिङ कस्ट अनि एक्सपेन्सेसहरू यो फुडहरूको बारेमा केही कुराहरू जान्नु छ भने मलाई कमेन्ट गर्नु होला। म अर्को भ्लगमा तपाईँहरूको कमेन्टको रिप्लाई पनि गर्छु, प्लस भिडियो पनि बनाइदिन्छु। यदि तपाईँहरू यदि इन्ट्रेस्टेड हुनुहुन्छ भने कमेन्ट गर्नु होला। यदि तपाईँहरूलाई मेरो भ्लग मन पर्यो भने मनपर्छ, यदि मसँग कन्टिन्यू जोडिन चाहनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न सक्नुहुन्छ है त गाइस। थ्याङ्क यू सबैजनालाई, धन्यवाद। सी यू अन द नेक्स्ट भ्लग गाइस।